ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल, सृजना शक्ति संसारमा कहिल्यै हुँदैन विफल। राष्ट्रकवि माधव प्रसाद घिमिरेका यी हरफहरूमा भनिए जस्तै सिद्धिचरण नगरपालिका 5 बर्णालुकी सुनिता राईको जीवनमा पनि अशक्तताले कलालाई रोकेको छैन। जन्मजात शारीरिक रूपले अशक्तता भई हिँडुल गर्न नसक्ने अवस्थाकी उहाँमा चित्र कोर्ने निकै राम्रो कला रहेको छ। आउनुहोस् उहाँले बनाएका यी सुन्दर चित्रहरू हेरौं। हजुर, के बनाउनु भएको छ? यो चित्र निकै राम्रो बनाउनु हुँदो रहेछ। हजुर, हामीलाई देखाउनुहुन्छ कुन कुन चित्र छ यहाँ? यो नामीवाला केटी हो। हजुर, नाम राख्नु भएको छ? नाम छैन, त्यतिकै बनाएको। यो फोनबाट हेरेर बनाएको राधा। राधाको यो छ। हजुर, यो पनि केटी, यो पनि, यो चाहिँ मैले आफै नहेरी बनाएको। साडी लाको सब हेरेर बनाएको। यसै आफैले बनाउनु भएको। साडी सिरबन्दीहरू लगाइदिनु भएको रहेछ होइन, अनि लकेटहरू लगाइदिनु भएको छ। कति समय लाग्छ एउटा मात्रै बनाउनलाई? मलाई हजुर 2-3 घन्टा त लाग्छ। अरू हेर्दै जाउँ त हामी। यो चाहिँ के भन्छ, यो एउटा जग जस्तै हो, यो भित्र पानी, अनि त्यस पछाडि यो के भन्छ मुन जुन हो। जस्तो यिनीहरू चाहिँ यहाँबाट के भन्छ, यो पनि एनामी केटी हो, अनि यिनीहरू चाहिँ सबै फुल। अब अर्कोमा नि बनाउनु भएको छ, एउटा बनाउँदै हुनुहुन्छ के होइन? हजुर, यसमा यो चाहिँ सिबिआइडी सुरेश सर हुनुहुन्छ, उहाँले ल्याइदिनु भएको। यसमा चाहिँ मैले एउटा मान्छे बनाएको छु, अनि यिनीहरू चाहिँ पानी हो, तर मलाई अलि के भन्छ बनाउन आएन। हजुर, यो पनि एउटा केटी हो, यति होस्। हजुर, धेरै राम्रो छ। यो जस्तो यहाँले आर्ट्स गर्ने कुराहरूमा छ नि, यो पेन्सिलहरू भयो, योहरू पनि सिबिआइडीबाट भन्नुभयो। के दिनुहुन्छ यसरी यो आर्ट्स गर्नको लागि चाहिँ? कलरहरू ल्याइदिनुहुन्छ भेट्नु आउँदा, अनि यो भयो उहाँले ल्याइदिनु भएको, यो पनि उहाँले ल्याइदिनु भएको। उहाँले भन्दा नि यो चाहिँ विदेशी मिस हुनुहुन्छ, उहाँले ल्याइदिनु भएको यो चाहिँ। अनि यो चाहिँ सुरेश सरले। आफ्नो कलालाई अझै जारी राख्नु होला, निकै राम्रो बनाउनु हुँदो रहेछ। यसलाई जस्तो पछि बिक्री गर्न पायो हुन्थ्यो जस्तो लाग्छ कि के लाग्छ यहाँलाई, जस्तो आफूले बनाएको कुराहरू? हजुर, बिक्री गर्नु मन लाग्छ। त्यो विदेशी मिसले भन्दै हुनुहुन्छ तपाईँले धेरै राम्रो चिजहरू बनाउनु, म बेचिदिन्छु भन्नुभएको छ। एउटाको कसरी दिन सक्नुहुन्छ यहाँले? कसरी दिनुहुन्थ्यो यदि यो खरिद गर्ने हो भने, अरूले किन्न चाह्यो भने? फ्रेमिङ गरेर यसलाई फ्रेमिङ गर्न पर्यो होइन, फ्रेममा राख्नु पर्यो। त्यसरी चाहिँ उचित मूल्य आयो भने बेच्नु पनि हुन्छ पछि। हजुर, बेच्ने सोच छ। हजुर, अझै राम्रो बनाउने, हजुर, आफूले नै के भन्छ मेहनत गरेर राम्रो पिक्चरहरू बनाउने, अनि बेच्ने मन छ। सुनिता राईको दैनिक जीवनलाई सहज बनाउन ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास परियोजना सिबिआइडी र अस्पतालले अपाङ्गता मैत्री शौचालय, व्हीलचेयर, घरबाट शौचालय र वरपर आवतजावत गर्नका लागि व्हीलचेयर गुडाउन सकिने स्ल्याब लगायतका संरचना निर्माण गरिदिएको छ। यस्तै अध्ययनलाई निरन्तरता दिन विद्यालय पुनः भर्ना, कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री पनि सुनितालाई सिबिआइडीले सहयोग गर्दै आएको छ।